हेलो गाइजहरु सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। म यसो जंगलतिर भ्रमण घुम्न भन्यो कि जंगल हेर्न भन्यो यसो आएको थिएँ जंगलतिर, त्यही भएर भिडियो बनाऊँ कि भनेर यसो भिडियो बनाउँदैछु। सबैजनाले हेरिदिनु होला भन्न चाहे मैले। अरु के छ हजुरहरुको नयाँ नौलो खबर? यसो घुम्दै फिर्दै जंगलमा यसो भिडियो बनाउँदै हिँडिरहेको छु। पुरै जंगल सब पात झरेर किराले खाएर पुरै नाङ्गै भएको छ। पुरै हेर्न सक्नुहुन्छ यस्तो छ। पुरै टल टल घाम देखिन्छ। पात भइदिएको यस्तो कहाँ देखिनु घाम। यहाँ कहीँ बन्याल भेटिन्छन् कि भनेर पनि यसो खोजिँदै हिँड्दै गएको छु। बन्यालले खन्याएको छ पुरै जङ्गलै भरि। हेर्न सक्नुहुन्छ यस्तरी खन्याएको छ। बन्यालका बच्चाको त यसो भेटिन्छन् कि भनेर खोजी हिँडेको हो। खै कहाँ भेटिन नभेटिन त। यस्तो छ यस्तो छ। बिजोग छ बिजोग। हेर्न सक्नुहुन्छ पुरै हालत खराब छ, हालत खराब। बिजोग भन्दा पनि अति बिजोग छ जङ्गल त। फेरि सुरुबाट पलाउला छ। फेरि पातहरू टुसा फाल्न आएछ। यस्तो त कहिल्यै देखाएको थिएन। आज मैले पहिलोचोटि देखेँ यस्तो। किराले पुरै खाएर जङ्गल पुरै यस्तो बनाइहाल्छ। देखाएको थिएन, आज देखेँ मैले। हरि बिजोग छ, हरि बिजोग। हेर्न सक्नुहुन्छ यस्तो छ। यहाँनिर एउटा खोलो छ तल। आफ्नै हेर्न सक्नुहुन्छ। के भन्ने यो किरा पुरै किरा मरी जङ्गलैभरि जङ्गल गन्हाउँछ। पुरै किरा मात्रै झुस बिजी यो झुसिल्लेको यो के भन्छ यो जुस चिलाई पुरै छोडिदिनु क्या। कस्तो छ कस्तो कुरो लागि यस्तो छ कुरो पनि। यसो घुमफिर गरम भनेर घुमिरहेको छु। केही भेटिन्न जङ्गलमा। हेर्न सक्नुहुन्छ सम्पूर्ण दर्शकहरूले हेर्न सक्नुहुन्छ। सब दर्शकहरूले हेरिदिनु होला। लाइक सेयर फलो गरिदिनु होला भन्न चाहन्छु। यति भन्दै बिदा हुन्छु। हस्त नमस्ते सबैजनालाई। बाई बाई।